हेलो एभ्रिवान, नमस्कार एन्ड वेलकम छ आजको मेरो मिनी भ्लगमा। लाग्छ सबैजना सन्चै हुनुहुन्छ होला। आज बिहानै उठेर भ्लग बनाउँदैछु। चारैतिर हिजो पानी आएको थियो नि त, त्यसैले बादल गमक्क थियो, हल्का घाम लाग्ने सुरु थियो। अनि म भित्र गएको त मम्मी पूजाको लागि रोटी बनाउँदै हुनुहुने रहेछ। अनि म भने भेडा चढाउन गइहालेँ कि भोकै थियो नि त, बिहान बिहान कराइरहेको थियो। अनि म भने उनीहरूलाई चराउन गएँ। उनीहरू मजाले घाँस खाँदै थियो, दुबोहरू। अनि म भने उनीहरूलाई हेर्दै बसेको, के गर्छ भनेर, अरूको मिठाई गरिदिन्छ कि भनेर। उनीहरू पनि मजाले घाँस खाइरहेको थियो। अनि म भने छिटो घर गएर बाख्राहरूलाई घाँस टङ्गाउन लागेँ। उनीहरू भने घाँस खान आत्तिरहेको थिए। अनि उनीहरू बिहान बिहान थियो नि त, अनि उनीहरू हतार हतार घाँस खान लागे। म भने टङ्गाइदिएँ। अनि उनीहरू त यसरी खाए कि अब भोकै छन्, दाना पनि खाएको थिएनन्। मौसम भने एकदम पानी आउला जस्तो गरिरहेको थियो। म भने बाख्राहरू अड्किरहेको रहेछ, फुकाउन लागे। एकदम रमाइलो लाग्छ बाख्राहरूसँग, चराचुरुङ्गीसँग, सबसँग रमाउन। अनि बारीमा जान्छु भनेर कुटो लिएर गएको त खुर्सानी बारीमा घाँसै घाँस उम्रेको रहेछ। खुर्सानी रोपेको हो कि घाँस रोपेको भन्ने यस्तो भएको रहेछ। अनि म भने यति हेर्दा हेर्दा खुर्सानी फुल्न चाहिँ लागेको रहेछ, तर घाँस वरिपरि धेरै रहेछ। अनि म यतिको सबै चारैतिर हेरिसकेपछि चाहिँ म गोड्न सुरु गर्छु। अनि यतिको गोड्न लागेँ। म भने यस्तै हो गाउँले जीवन अलिअलि। कुटो कोदालो गर्नुपर्छ, उकालो ओह्रालो गर्नुपर्छ। खानको लागि त अलिअलि गर्नै पर्यो नि। खानको लागि काम नगर्ने ठाउँ चाहिँ कहाँ हुन्छ होला र, को पो गर्दिन होला र। एकदम हिलो हिलो रहेछ, हिजो पानी आएको थियो। अनि मलाई घर बुवाले टिका लाउन डाक्नु भयो। म चाहिँ घर जाने लागिहालेँ। अनि अब घर टिका लगाएर आएर गोड्छु। हेर्नु है साथीहरू, घर जान्छु भनेर गएको त बुवाले त टिका लगाइदिन लाग्नु भएको। सबैले लगाइसकेको छैन। अनि बहिनीलाई लगाइदिएको रे कसरी। अनि यता बोका काटेर रेडी पार्नुभएको। बाई बाई साथीहरू, मैले खुर्सानी पनि गोडेर फाइनल पारेँ।